हेलो एभ्रिवान, हामी चाहिँ अहिले घरि इभिनिङ वकमा जाँदैछौँ साथीहरू। इभिनिङ पनि भइसक्यो, अहिले त अलिकति दिन लम्बिएको जस्तो भएको छ हो, अस्तितिरको भन्दा। त्यो भएर आज चाहिँ एक हप्ता भयो फेरि हामी इभिनिङ वकमा फेरि सुरुवात गर्दैछौँ। किनभने घरमा बसेर मात्रै हुँदैन, खाएर मात्रै होइन, यसो एक्सर्साइज पनि चाहिन्छ शरीरलाई भनेर चाहिँ हामी बुढाबुढी आज फेरि मेरो हस्बेन्ड हुनुहुन्छ हो, हामी चाहिँ यहाँनिर लप्सी गोलामा आइसक्यौँ। अन्त बेलुका बेलुका चाहिँ वक गर्छ नि त, इभिनिङ वक। अन्त त्यो भएर चाहिँ हामी जाँदैछौँ। यहाँ चाहिँ पछाडिको यस्तो छ हो। अन्त हामी चाहिँ अगाडि अगाडि जाँदैछौँ। यहाँ मेरो हस्बेन्ड हुनुहुन्छ हो, हामी दुईजना चाहिँ यहाँ मेरो हस्बेन्ड चिसो छ तर मौसम चाहिँ हो, टोपी लगाएर आउनु भएको छ। मैले त लाइनँ हौ, फेरि अहिले उकालो जान्छ हप हप हुन्छ हो। यहाँबाट चाहिँ हामी एक चक्कर लगाएर चाहिँ तलबाट जान्छौँ नि त। हाम्रो बाटोघाटो यस्तो छ। इभिनिङ भइसक्यो। यहाँ हेरिहाल्नुहोस्, हाम्रो यहाँनिर चाहिँ लप्सी गोलाइ हो। हाम्रो सधैँभरि वकमा आउने बाटो चाहिँ यति राम्रो छैन नि। पानी आउनु लाग्यो होला साथीभाइहरू, तुवालो लागेर हेर्नुहोस् न, यस्तो तुवालो लागेछ कि। यहाँ हेर्नुहोस् न, यस्तो तुवालो लागेर कुहिरो मण्डल भइरहेको छ। यहाँनिर चाहिँ यत्रो ठुलो बर्को रुख छ कि कस्तो राम्रो हावा आउँछ गरममा हो। यहाँ त्यतिर बसेर मजाले रमिताहरू हेर्नु मजा आउँछ। अब हामी चाहिँ यहाँबाट एकदम फास्ट इभिनिङ वक। आकाशहरू पनि कुहिरो भइरहेको छ, हेर्नुहोस् न, पानी पर्नुको लागि हो। हामी त्यही जाँदैछौँ, हेर्नुहोस् धमिलो।